अहिलेसम्म नेपालको यस्तो दामी ठाउँ घान्द्रुक जानु भएको छैन भने आज मसँग जाउँ है त। लास्ट ब्लगमा मैले पोखरासम्मको देखाएको थियो भने अब घान्द्रुकसम्मको। पोखरा आएपछि हामी गयौँ हरिचोक। यहाँबाट बस अनि ट्याक्सी दुवै पाइन्छ घान्द्रुक जाने। हामीले चाहिँ शेयरिङ ट्याक्सी लियौँ जसको फेयर 900 थियो पर पर्सन। फ्रन्ट सिटबाट भ्यू पनि मजाले देखिँदै थियो। आँखा त एकछिन पनि झिमिक नगरु जस्तो। घान्द्रुक पुग्नै लाग्दा बाटो चाहिँ एकदमै खराब थियो। एउटा गाडीलाई त माथि जानु पनि गाह्रो परिरहेको थियो। अनि बर्खामा कहिलेकाहीँ यो बाटो बन्द पनि हुने गर्छ। लगभग 2 घण्टाको यात्रापछि हामी पुग्यौं गुरुङ गाउँ घान्द्रुकमा। अनि होटल खोज्दै हामी लाग्यौं माथितिर। बाटोमा एउटा होटलमा बसेर चिया अनि मोमो पनि खायौं। चिसोमा तातो तातो मोमो खानु पाउँदा त यस्तो मजा आयो। त्यसपछि लाग्यौं हामी फेरि माथितिर। गुरुङ कटेज माथि एउटा होटल भेट्यौं। मौसम सफा नभएर हिमालहरु पनि केही पनि देखिएको थिएन। अनि राति थकाली खाना खाएर मस्त निदाइयो। बिहानै उठेर बाहिर गएको हिमाल मजाले देखियो। एकछिन पछि घाम लागेपछि त यस्तो दामी देखियो कि जति हेरे पनि नपुग्ने। त्यसपछि लाग्यौं हामी तल ट्याक्सी स्ट्यान्डतिर पोखराको लागि। तर यो सुन्दर नजारा हेर्दा त जानु मन नै लागेन। अनि खाजा खाएर ट्याक्सी लिएर हामी लाग्यौं पोखरातिर। बाँकी अर्को मिनी ब्लगमा।